बना रे भिडियो रेकर्ड छ वाउ हाम्रो यहाँ रक गार्डनमा कस्तो लागिरहेको भाइ तिमीलाई सबैको देखाउँ न त त्यसो भए रक गार्डनतिर हामी यसो अहिले घुमिरहेको हजुर दर्शन नमस्ते म दिपक गुन्जाडी श्रीत्री सबैजनाले माया गर्दिनु होला है त सम्पूर्णले दुश्मन छ धेरै दुश्मन हेरेको हेरे हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ खर्च भएर यहाँ चर्चा भएको छ हामी धुलो उडाउँदै हामी गाडी गुडाउँदै हाम्रो यस्तै छ पारा हामी हेरेको हेरै तपाईँहरू देखिरहनु भएको छ हामी अहिले चाहिँ सन्धिखर्कदेखि रक गार्डन जाँदैछौँ है सबैजना घुम्नको लागि आज चाहिँ नयाँ वर्षको ह्याप्पी न्यु इयर्स एन्ड नयाँ वर्षको शुभकामना सम्पूर्णलाई होस् नयाँ वर्ष मनाउनको लागि रक गार्डन देख्न सक्नुहुन्छ लेट्स गो फाइनल्ली हामीहरू रक गार्डन आइसकेका छौँ र तपाईँले तलको दृश्य देख्न सक्नुहुन्छ यो सर्लकै डिभर्ना एन्ड सन्धिखर्कको बजार देखिने गरी तपाईँले देख्न सक्नुहुन्छ सम्पूर्णले र वदन कीर्तन पनि भइरहेको छ यसमा साइडमा सुन्न पनि सक्नुहुन्छ र देख्न पनि सक्नुहुन्छ र पत्ता चाहिँ देख्नुहुनेछ भन्ने आशा लाग्दछ र सबैले माया गरिदिनुहुन्छ भने आशा छ है त सबैले माया गरिदिनु होला र दिपक गुन्जाडी 03 युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला है त लेट्स गो बदन तपाईँहरूले देखिरहनु भएको छ नयाँ वर्षको दिन गएको दिन रमाइलो भिड बडाका र रमाइलो कार्यक्रम पनि भइरहेको छ घुम्नहरू हाम्रो दर्शकहरू घुम्न आउनुभएको छ पर्यटकहरू हुनुहुन्छ सब गाउँ सहरदेखि घरदेखि गाडीहरू पनि आइरहेको छ यतादेखि गाडी पनि आएको छ र हाम्रो अरू गाडी पनि आइरहेको होला र सम्पूर्ण देख्न सक्नुहुन्छ भिड बडाका धेरै नै छ है तपाईँले देख्न सक्नुहुन्छ पत्ता चाहिँ हस् त ल हेर्नु तपाईँहरूले पारि चाहिँ अब दिलको पनि चित्र छ र झन्डा पनि रहेको छ हाम्रो यसमा तपाईँले पत्ता चाहिँ देख्न सक्नुहुन्छ र सन्धिखर्क बजार पनि हामीले देखाइरहेका छ हेर्न सक्नुहुन्छ सर्लकै तपाईँले सानो देखिन्छ तर के गर्नु रमाइलो रमणीय रहेको छ रक गार्डन ढुङ्गाको सबै ढुङ्गा छ है काले ढुङ्गा हेर्न जानुहुन्छ सबैजनाले फोटो पनि खिचाउनुहुन्छ राम्रो वातावरण घुम्नको लागि राम्रो छ र नेपालको झन्डा पनि देखिरहनु भएको छ तपाईँले फरफराएको छ नयाँ सालको शुभकामना छ सम्पूर्ण टिमलाई र सम्पूर्ण हाम्रो दर्शक श्रोताहरूलाई र घुम्न आउनुभएको छ रमणीयको मजा लिनुभएको छ एकदम रमाइलो भइरहेको छ तपाईँले प्रत्यक्ष देख्न सक्नुहुन्छ देखिरहनु भएको छ योभन्दा बाँकी चाहिँ तपाईँले आफै भिडियोमा हेर्नु होला र माया गरिदिनु होला सबैजनालाई लाइक कमेन्ट सेयर सब्सक्राइब र मेरो युट्युब च्यानल सब्सक्राइब पनि गरिदिनु होला दिपक गुन्जाडी 03 सबैजनाले है त हस् त धन्यवाद तपाईँहरूले देखिरहनु भएको छ रक गार्डनलाई हेर्नुहोस् त पुरा पारि दिलको चित्र अनि झन्डाहरू सम्पूर्ण यहाँलाई देखाउनु जुम गरेर देखाइरहेको छौँ हामीले हेर्नुलाई माया गरिदिनु सबैजनाले सब्सक्राइब गरिदिनु युट्युब च्यानल जुन त यसमा हेरी हुन्छ कि वाच गरिदिनु है त देखिन त हेलो
मैले त्यहाँ हेलो गर्न लाग्यो म त यताबाट गएँ टोली भइयो टोली क्याद गरौँ भनेर गर यसै बिचमा हाम्रो साथीहरू पनि ट्याक्क भेटिनु भयो ल है त्यही खुसियालामा उहाँहरू पनि हेरौँ न त भिडियो रेकर्ड छ हाम्रो यहाँ रक गार्डनमा कस्तो लागिरहेको भाइ तिमीलाई सबैको देखाउँ न त त्यसो भए रक गार्डनतिर हामी यसो अहिले घुमिरहेछौँ होइन हामी ब्लगमा हेरिरहेछौँ होइन ओ भाइ हामी रक गार्डन घुम्नुपर्छ यो खुसियालीमा सबैलाई 2082को शुभकामना र ह्याप्पी न्यू इयर्स दर्शक महानुभावहरू सम्पूर्णलाई ह्याप्पी न्यू इयर्स भन्न चाहन्छु नयाँ सालको सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना यसै बिचमा हाम्रो साथीहरू र हाम्रो ग्रुपहरू एकसाथ नाच्नलाई तनात भइसकेका छौँ र नाची पनि सकेका छौँ हेर्न सक्नुहुन्छ तपाईँले प्रत्यक्ष हेर्न सक्नुहुन्छ पञ्चे बाजा होइन र पियारावालामा नाच्नु भएको छ सम्पूर्ण साथमा सबैजना मिलेर रमाउँदै हुनुहुन्छ नयाँ वर्षको सबैजना 2082मा रमाउँदै हुनुहुन्छ सबैजनालाई रमाइलो होस् यो 2082को सबैजनालाई शुभकामना पनि भन्न चाहन्छु है सबैजनालाई हस् त तपाईँ प्रत्यक्ष देखिरहनु भएको छ नाच कार्यक्रम चलिरहेको छ हाम्रो ग्रुपको जस रमाइलो छ नयाँ वर्षको 2082को रमाइलो क्षणहरू सम्झनाहरू सबैले सम्झनु पर्ने र सबैलाई नयाँ वर्षको शुभकामना है त हस्त धन्यवाद म दिपक बन्जाडे भन्न चाहन्छु र साथमा मेरो युट्युब च्यानल दिपक बन्जाडे 03 सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र माया गरिदिनु लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला र जति पनि हुन्छ साथीहरू श्रोता दर्शकहरू मेरो यो भिडियोलाई हेरिदिनु होला वाच गरिदिनु होला माया गरिदिनु होला है त धन्यवाद म पनि त के कम थिएर हल्का देखिएको कि पछाडि ब्याक गरेर हाम्रो नाचगान भइसकेपछि रमाइलो भइसकेपछि उहाँबाट फर्किने क्रम हाम्रो जारी छ त्यहाँदेखि सक्नुहुन्छ सर्लकै सन्धिखरको झर्नेछौँ हामी हस् त सबैजना वाच गरिदिनु होला मेरो फुल भिडियो है र माया गरिदिनु होला भन्न चाहन्छु दिपक बन्जाडे युट्युब च्यानल 03